हेलो गाइज, के छ? सन्चै आरामै हुनुहुन्छ? म पनि सन्चै आरामै छु है। आज चाहिँ हामी दुई चारजना दाजुभाइ मिलेर चाहिँ खोलातिर खोला खेल्न जान लागेको छौँ हामी। अनि खोला खेल्न जाने क्रममा चाहिँ हामीले अलिअलि अनि यहाँ झोलामा हालिसकेका छौँ होइन, खात्राङ खुत्रुङ चिजहरू खोलामा गएर देखाउँछु तपाईँलाई होइन। अनि यहाँ पसलमा अब यहाँ पसलबाट मासु सासु यताउता अब लगेर तल लगेर बसेर खाने कुरा छ। झिरमा उनेर आगोमा पुरा टक्क रुख बनाएर खाने कुरो छ होइन। त्यही नै हो, हेर्दै राख्नुहोस् है। अब भिडियो कस्तो लाग्छ हजुरहरूलाई होइन, प्रतिक्रिया दिन चाहिँ नबोल्नु होला, भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यदि सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै अब यो भिडियो चाहिँ सुरु गरौँ है त गाइज। भिडियो प्युठान जिल्लादेखि बाहिरबाट हेर्नु हुने होइन। मान्छेहरूले त थाहा हुँदैन नि त यो कुन ठाउँ हो भन्ने होइन। अब यो चाहिँ अब प्युठान हो है। हामी चाहिँ झिमरुक खोलामा जाँदैछौँ है। प्युठानमा चाहिँ दुईवटा नदी छ ठुल्ठुला, एउटा झिमरुक नदी र एउटा माडी नदी। अनि माडी चाहिँ ठुलो छ है, अनि टाढा पनि छ, अनि झिमरुक चाहिँ यहाँ नजिकै छ क्या। त्यही भएर हामी झिमरुक नदीमा चाहिँ हामी पौडी खेल्न जान्छौँ। ल हेर्दै राखौँ है त। हाम्रो चाहिँ यहाँ दाउरा चोर्ने कार्यक्रम भइरहेछ है। मान्छेले थाहा पाउँछ नि एक घन्टा दाउरा के धेरै लजानी आउँला लजानी सबै हाल्नु नि त होइन। सोधेर एक घन्टा चेक्दै हिँड्छ भन्ने हुन्छ क्या। भाइले त यहाँ हेर्नु न कति धेरै पुरा हातमा धेरै बनाइसक्यो अनि यता हाम्रो सहरले चाहिँ झिर बोकेर हिँडिरहनु भएको। अनि त्यही नै हो। यस हेर्नु न गाइज, यहाँ दामी फुल फुलेर चाहिँ तपाईँलाई म दामी एउटा गुलाबको फुल खतरा देखाइदिन्छु है। दामी फुल होइन, बबाल फुल्या नि त। यस यहाँ पनि बबाल फुल्या सट। अब यहाँ दाउरालाई चाहिँ जुगाड गर्न लाग्छौँ हामीले होइन। अब हातमा बोकेर लान सक्नु भएन, खोलाको पछाडि यहाँ हालिदिनु लाग्यो। राम्रो राम्रो दाउरा निकाल्नु पर्छ नि यहाँ अलिक मोटा मोटा तल गएर हाल्नु ल ठिक छ होइन। यतिमा सरको फोटो हानिदिनुपर्छ, दामी देखेछ नि है गाइज। यस अब हामी चाहिँ यहाँ बसेर दुई तिनजना भाइहरू आउँदैछ माथिबाट। त्यो भाइहरूलाई बस्नु लाग्यो। भाइहरू खै पसलमा के गर्दै थियो, कपडा सपडा निकालेको थियो कि निकालेको थिएन, कपडा सपडा सायद निकाल्नु होला। काँचो दाउरा किन टिप्या हो? कुन सुकिया? तिमीले काँचो दाउरा किन टिप्या हो? चोरको बुद्धि हुन्न भने हो, सही हो। काँचो दाउरा टिप्यो भने चोरले ल्याएर अन्त काँचो दाउरा बबाल छ हेरेर राख्नु। यहाँ त्यो दुईजना भाइहरूलाई पर्खेर बसिरहेको होइन। तिनी माओवादीहरू चाहिँ भागेर कहाँ पुग्या हेर्नु न, ऊ पारी ओ त्यहाँ पारी त्यो देख्नुभयो नि, त्यहाँ आइरहेको त्यो मान्छेहरू। यो बाटो आउला भने त है ऊ पारीको त्यो पारीबाट आइरहेको यार। तोरी नि भेट्न गयो कि के हो र? ल ल हुन्छ, हामी हिँड्दै गरौँ। ल जाम जाम जाम, हामी चाहिँ गइरहौँ। केटाहरू तोरु नि भेट्नलाई भागेर उहाँमा आइज भन्दा मान्दैन यार। जाऊ जाऊ भन्छ यार। हामी गयो त्यहाँ गएर खोलामा गएर के गर्ने हो त नि? उनीहरू उहाँ खान् हामी यहाँ खान्, त्यस्तो गरेर हुन्छ? मान्दिनँ, सँगै गयो नि त्यहाँ पाएर छ भने हजुर दाइ दाइ बनिरह।
गाइज उहाँ हेर्नु उहाँ मुर्रा मुर्रा चरिरहन् हामी चाहिँ अब खोला आइपुग्यौँ है त्यो दुईवटा भाइहरू चाहिँ कता गयो मोबाइल गयो हो फोन लिन गएको कता गयो फोन लिन हरायो कि अब यो फोन गर्दा फोन पनि उठाउन्न अनि स्याम्पू मात्रै झोलामा हालिदिएको छ र यार साबुन हालिदिएको छैन कपडा के गरेर धुने हो छक्क परेछ म त यार दाउरा खोज्दै आउँदै हातमा दुईवटा दाउरा मात्रै हातमा खेल्नु पऱ्यो अब भाइको हातमा पनि त्यही 2-4वटा दाउरा खान्थे अनि यतापट्टि सरको हातमा पनि त्यही 2टा दाउराहरू छ त्यस्तै हो अब जाउँ खोलामा जाँदा बित्तिकै डुबिल्की मार्ने जस्तो लागिरहेको मलाई त लास्ट गर्मी भइरहेको पसिना आइरहेको आज खोला पल्लोपट्टि जाने अस्ति चाहिँ यतापट्टि गएर आयो हामीले होइन योभन्दा केटाहरू आएपछि लर जाउँला पल्लोपट्टि बरु हामी पल्लोपट्टि गएर यस्तो दाउरा साउराहरू यताउता पानीको व्यवस्था गरिदिन्छ नि होइन त्यसको व्यवस्था गर्दै गरौँ यो पानीको बोतल लर जाउँ न अहिले पानी त्यो भरेर खाना काम लाग्छ केटाहरूले पानीको बोतलै हालेन हजुर कोकको बोतल ए यसो त के हो यो सरप हो कि के रहेछ यार ल यहीँ राख्ने कहाँ ऊ यहाँ ऊ त्यहाँ यो ठुल्डुङ्गा यो त ल हजुर पारी खोलामा हेर्नु सक्नुहुन्छ है जलपरीहरू नुहाइरहन् जलपरीहरू नुहाइरहन् रे अब हामी जलपराहरू पनि नुहाउन जान्छौँ रे खोलामा चट्ट पारेर अनि आउटो चढिँगो बाम पनि परेको रहेछ होइन खोला आएर पनि पौडी सौडी खेल्यो होइन आधी घन्टा जति आधी 1 घन्टा जति अलि चिसो लागिरहेको चट्ट पारेर अब लगाएर अब यसो आगो सागो पालेर यो मासु ल्याएको मासुलाई अब रोस्ट गर्नु पऱ्यो खानु पऱ्यो होइन ऊ त्यो सानो फुच्चेको अघि खुट्टामा किल्ला बिचेर एकछिन यहाँ रमिता लाग्थ्यो त्यही सानो नानीको क्या त्यो सानो नानीको यत्रो निर खुट्टामा अब त्यही नै हो हेरेर खानु है त अलि चिसो खाएको यहाँ भयो क्या हेर यहाँ धुलो लगाइदिएर हिलो ए तपाईँको अहिले म निकालिदिन्छु के बस्नु न ल ल ल जो पारि गरेर खेल्दै गर न पारि छ कसको सुलभको त ऊ पारि त्यो पारि ढुङ्गा उप्री छ जाऊ ल ल अब यहाँ चाहिँ हामी अब पौडी खेल्न जान्छौँ फेरि पनि के यो ट्राइपोड यो बुझाउनु के डुबाउनु भएन गर यो तल झारिदिनु त यहाँ माथि सरतान नि होइन गानी यो सिधा डन्ट च्याप्न च्यापिस ल त बौला त हो त त्यस्तो माथि तान के मुलामा माथि तान भनेर गरा भने त अन्छ खै यहाँ नै एकछिन नै छ ल पानीमा नखसाले नि ल्याम्मै फेरि ए रहेछ अनि यार यतातिर डुबाइदिउँ दिपेन दाइ डुबाइदिउँ एउटा हात ढुङ्गा छ त यार दिपेन दाइ ओ सत्त खालिने अघि
के माथि ल्याऊ देखाऊ भित्ता देखाऊ नि ओइ ब्याग लिएर आमा त चो ठन्डी जाडो भाषा माछ यसमा त ओइ चुरोट ल्याएर आरे पाइन्टमा मासु फ्राई हुँदैछ भनेर हुन्न यहाँ सेका हुँदैछ सेकुवा पोलिँदैछ यहाँ मासु गाई चाहिँ अब 2 जेर चाहिँ खाइसक्यो होइन पोलेर अनि अब 2-3 जेर छ होला त्यही हो खाइहेरौँ अब त्यो मोबाइल मजा आउँछ यस्तो के खोलामा आएर होइन डाँडा काँडामा गएर पोलेर खाएको मासुहरू पिकनिक गरेको होइन बबाले टेस्ट हुन्छ कि मिठो नै मिठास नै बेग्लै हुन्छ होइन अनि घर बनाएर खाएको कति पनि मिठो हुँदैन क्या गाई होइन बसमा भने बाइक लड जान्छ अनि तैले स्पिड लगाएर दिने जस्तो आजै गरिन्छ कहाँ नि कहाँ पुगिने गाउँला नि शनिबार त भ्याइन्न शनिबार त खोला आउनु पर्ने पौडी खेल्न पौडी खेल्न को आउँछ नि पौडी खेल्न अनि पौडी उतै खेल्ने कहाँ माथि उहाँ के अरे बुकी डाँडामा कहाँ रक्सी लगेर जाडी त्यही भएर डुबेर पौडी अब त्यही छ बाँकी यता आएर चलाउ त्यसलाई बबाल मजा आइरह पौडी सौडी खेल्यो अब कपडा धुने भने कपडा चाहिँ धोइ छैन अहिलेसम्म खै पानी पर्ला जस्तो गरे माथि हेर्नु सक्नुहुन्छ होइन पानी पर्ला जस्तो छ कपडा धोइसै हुन्न जस्तो छ है अब यतिकै मासु खाने नि घरतिर चल्दिने जस्तो छ कुराकानी के अरे यो नौरा खाना आयो जस्तो भए होइन हुन त खानै जन्म्यो खाएरै मर्ने हो भने जस्तो भए यहाँ त ए अब यो मुखमा हानिदिनु जस्तो यसलाई ट्याप ट्याप खाइदिइहाल्ने क्या कड्याम कड्याम पुरी यसलाई त उयो हेर्ने त यो लगाइदिएर हेरिरहेको छु यार तारिमा मासु फ्राई भइसक्यो अर्को जिर पनि गाइज खाइदिनु पर्छ अब ल हानिदिइहालौँ है त बबाल गाइज बबाल कस्तो कस्तो दामी छ नि रसिलो रसिलो खाऊ न हौ म त खाइरहेको अस्तिको पालि पनि आएर यही ठाउँमा आएर पोलेर खाएको होइन अस्तिको पालिको भिडियो चाहिँ हालेको छैन होइन सायद यो भिडियो हालिसकेपछि अस्तिको भिडियो पनि योभन्दा पहिलो हप्ताको भिडियो पनि आउँछ
त्यति बेला पनि कपाल म त आज हामी 4 जना आएको थियौँ होइन कपाल खाएको त्यति बेला पनि आज पनि दामी भइरहेको त्यहाँ पारि खोलामा है मस्त त्यहाँ नुहाउने मान्छे नुहाइरह धुने मान्छे धोइरहन होइन मस्त रमाइलो भइरह अनि यहाँ यतापट्टि जलपराहरू मस्त जलपरी र जलपराहरू मस्त पौडी खेलिरहन होइन मस्त जोडी जोडीमा अनि यता चाहिँ फेरि काँचो मासु पोलेर खाने कार्यक्रम भइरह होइन ब्रोइलर कुखुराको मासुलाई पोलेर खाने कार्यक्रम भइरह आकाशबाट पानीले गडाङगुडुङ गरेर पानीले अब अलिकति सचेत बनाइरहेको जस्तो अवस्था यहाँ चाहिँ मासु पुली खाएर अझै भ्याइएको छैन सर एउटा ल्याउनु खानु तिमीलाई मासु खाऊ न खाऊ म तलको यो खाने हो कि मैले तिमीलाई भने होइन बब्बाल हुन्छ क्या यस्तो भएको छैन बोकाको बोका हुन्न क्या तिर 9 बहिनी गाउँपालिकातिर यता होइन गाउँमुखी साइडतिर पुरा अदर अदर गरेर पानी परिरह पौडी खेल्ने रे क्या अलि कति बेला खोलाएर बगाएर लड जाने अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला गाइज है अनि मेरो युट्युब च्यानलको नाम चाहिँ दिपेन्द्र घटी मगर छ है फेसबुकमा पनि दिपेन्द्र घटी मगर नै छ गएर यसो फेसबुकतिर पनि गएर फलो सलो गरिदिनु सक्नुहुन्छ युट्युबमा पनि गएर सब्सक्राइब गरिदिनु सक्नुहुन्छ है अनि गाइज यस्तै छ अब मासु चाहिँ केटाहरूले पोलेर अब खाइरहेको थिएँ होइन म पनि उतिर खोलातिर यसो 2-3वटा सर्ट हान्न गएको थिएँ होइन यो लास्ट हो लास्ट रहेछ अब यति खाएर चाहिँ हामी पोलेर खाएर अब नुहाइधुवाइ गरेर एकछिन पौडी खेलेर चाहिँ हामी लाग्छ होला मौसमले त च्यालेन्ज गरिरह होइन पानी पर्ला जस्तो गरिरह के भन्छ भाइ अहिले परविन भाइले यहाँ खतरा आगो बालेको छ होइन अरू दिपेन दाइले भला गर्नुभएको छ यस अनि सुलभले र यहाँ सुभाष सरले यहाँ ट्याक्क मासु पोल्ने कार्यक्रम भन्छ अनि त्यहाँ जोडी बनाएर पोडी खेलेर बसेका अरू त्यही नि हो अब भाइको पनि अब यसो सानोतिनो भला हेर्नु भयो होला होइन अब त्यस्तै हो अब भाइ पनि जियोस् अब त्यही त हो के रे भाइ यस्तो नहाल्नु पर्यो पुरा डबल मिलिङ पुरा भनिदिइरह कि डबल भनिदिइरह क्या सही हो आगो चाहिँ बबाल बोलिरह होइन अब केटाहरू चाहिँ के बोल्छन् के बोल्दैनन् होइन त्यो चाहिँ अब इग्नोर गरिदिनु होला त्योतिर चाहिँ होइन अनि आजको दिनको रमाइलो कस्तो भयो भाइ के भन्न चाहन्छौ राम्रै भएको छ बस जम्मा 2टा शब्द मात्रै अनि भाइलाई कस्तो लाग्यो नि आजको राम्रो लाग्यो बस ल यता देख अनि हाम्रो यता पारसमुनि सरलाई कस्तो लाग्यो नि ल भेरी गुड ल देखाउनु ल
अनि मेरो भाइलाई यता देख्नु न बब्बाल ल अनि यहाँ राम्रो यो चाहिँ हामीले पोलेर खान लाग्यो होइन अब हामीले पोल्न जान्छ पोल्यो यार त्यही हो होइन अब मासु यति पोलेर खान्छ अनि त्यसपछि होइन कति अब त्यो लामो कुरा गरेर नि होइन फेरि पछि भेटौँला नि त होइन ल है अब हामी चाहिँ यहाँ निक्लिनु लागेको खोलाबाट है अब आजको सरसफाइ कार्यक्रम हाम्रो यहीँसम्म अब टुङ्ग्यो भन्दा हुन्छ होइन अब दिसभरि अब खोलामा बस्यो है अब खेल्यो यता त गऱ्यो पौडी सौडी खेल्यो यता त गऱ्यो अब आकाशबाट पनि पानी आयो होइन अब आकाशले पनि अब खोलालाई बिदाबारी गरेर जा भन्दैछ होइन माथिबाट इन्द्रदेवले पनि पानी बसाउँदैछन् अब हामी चाहिँ अब घरतिर लाग्नुपर्छ है अब पानी आयो कि खोलामा धेरै बस्नुभन्दा त अब यहाँ पानीले कुटिहाल्छ लागिहाल्नुपर्छ ल जाऊ है लाग्यो ए माछी अनि त्यही नै हो है अब अनि साथीहरू अब जो हुनुहुन्छ यहाँसम्म हेरेर बस्नुभएको साथीहरूले चाहिँ अब मेरो भिडियोलाई मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर जान चाहिँ नबिर्सनु होला भन्दै है अब सायद अब पानी पऱ्यो भने चाहिँ अब त्यो भिडियो बाटोमा गएको भिडियो चाहिँ बन्दैन होइन नआयो भने चाहिँ अब 70 भिडियो बनाउँदै जान्छ है त एकछिन बस के सँगै जाउँला भाइहरू चाहिँ गयो है दुख उड्दै माथि आएर हेर्नु न धुलो कस्तो उड्या हावाहुरी पानी एकैचोटि आएर बर्छ होइन ओइ सुलभ पसल खुले पसल पनि खुलेर यार भयो बर्बाद छिट जाऊ क्या माथि हेर्नु न कस्तो धुलो उड्या कस्तो मजा हो र अब जाउँ गाई यार पानी पर्यो पानी क्या दौड पानी पर्यो असिना पर्यो असिना ल गाइज के छ अब यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सम्पूर्ण दर्शकबिनहरूमा म एकदमै धन्यवाद भन्न चाहन्छु है अब यो भिडियोलाई चाहिँ यसो सेयर पनि गरिदिनु होला अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ गर्न गइरहेको छु है अब पानी परेको कारणले गर्दाखेरि भिडियो अलिकति लम्बाउन सकिनँ होइन त्यसको लागि चाहिँ क्षमा माग्न चाहन्छु मेरो प्यारो सब्सक्राइबर मित्रहरूसँग है अब त्यही नै हो अब पछि पनि भिडियोहरू यस्तै भिडियोहरू आइरहन्छ अनि जोस् मसँग जोडिएर बस्नु होला है सब्सक्राइब गरेर बसिरहनु होला यस्तो रमाइलो भिडियोहरू जोस् हजुरहरूको सामु पस्किने बाचा गर्दै म दिपेन्द्र घटी मगर पनि यो युट्युब च्यानलदेखि बिदा हुन्छु हस्त नमस्ते जय नेपाल जय देश बाई बाई गाइज बाई बाई